नमस्ते सबैजनालाई। मेरो पुरा नदेखाऊ है, हाफ मात्रै हो। ल मेरो युट्युब च्यानलमा हजुरहरूलाई स्वागत छ। मनु थुनुङ युट्युब च्यानललाई म चाहिँ फर्स्ट टाइम के भनौँ, फर्स्ट टाइम खोलेको युट्युब हो। हजुरहरूले सब्सक्राइब गरिदिनु होला, माया दिनु होला। बाई बाई। अब चाहिँ हामी बाई बाई हैन, भेट्यौँ। ल ल ल भिडियोको ल स्वागत छ। यताबाट जाऊँ न। हेलो गाइस, यहाँ देऊ म बोल। हेलो गाइस, म बोल्दिन्छु। ल अब चाहिँ हामी खाना खाएर रेस्टुरेन्टबाट रुम जाँदैछौँ। हामी यहाँदेखि रुमसम्म गएको भिडियो चाहिँ हामी देखाउनेछौँ हजुरहरूलाई। हेरेर मेरो भिडियोलाई हेरेर इन्जोय गरिदिनु होला। यो चाहिँ हाम्रो साथीहरूको रेस्टुरेन्ट हो होइन। उनीहरू चाहिँ भित्र सुतिरह होला, किन डिस्टर्ब गर्नुहोस्। छोडिदेऊ गाई, छिटै न। आज मलाई धेरै नै कस्तो मन खल्लो भएको छ, किन भन न, कस्तो खल्लो। यति धेरै खाना खान्छु भनेर आएर सोचेर आएको थिएँ। जोगी राइस बनाएर मलाई खानै मन पर्दैन, त्यस्तो जोगी राइस मनै पर्दैन। खानै खाएन भने कस्तो मन पनि दुखेको छ, केही छैन। कस्तो दिल दुखो नि यस्तो सोचेर आउँदाखेरि नि। म आज यति खाना खान्छु भनेर सोचेर आएको दिन नै कुन खालको खाना बनाउँछ जोगी राइस। हेर्नुहोस् गाइजहरू, यो चाहिँ हाम्रो समुद्र। हाम्रो होइन, यो चाहिँ समुद्र। पर सिपहरू कुदिरहेछ, गइरहेछ, तर देखिँदैन। मेरो मोबाइलले क्याप्चर गर्दैन, सानो त देखे जस्तो छ हौ। यस्तो घाम छ गाइजहरू, यस्तो घाम छ। घामले यहाँनिर मान्छे पागल मात्रै होइन, म लडेँ भने चाहिँ नेपाल आइपुग्छौँ जस्तो लाग्दैन। यस्तो घाममा सधैँभरि हिँड्न पर्यो भने चाहिँ होइन। हामी चाहिँ अहिले रामदानले गर्दाखेरि हाम्रो सँगै ड्युटी परेको छ, त्यही भएर चाहिँ मैले बहिनीहरूको फोटो भिडियो पनि क्याप्चर गरेको छु। सँगै ड्युटी परेर इन्जोय भइरहेछ हाम्रो। इन्जोय त के भन्नु, क्या यस्तो ठाउँमा कसरी इन्जोय गर्नु। हेर कस्तो राम्रो ठाउँ है, यहाँ बस्नु। उफ, माछा मार्नु हिँड है गाइजहरू। यस्तो ठाउँ छ, के गर्नु। ल 1 2 3 फोटो खिच्दै। यस्तो ठाउँ छ, पुरा जङ्गल ठाउँ छ। के इन्जोय गर्नु र। खाना खायो गयो, आउनलाई त कति धेरै गाह्रो छ यहाँनिर गर्मीले। चस्मा लाउनै पर्छ सधैँभरि। बाहिर हेऱ्यो, चस्मा बिना हेऱ्यो भने चाहिँ आँखाको दानै निस्किनु खोज्छ क्या। अनि त्यहाँनिर खतरा कुदिरहेको छ, खतरा गाइस। पर यस्तो छ, सिपर देखिरहेछ, देखिँदैन, यत्रो नै देखिरहेछ। सिप कुदिरहेछ। उयो हेर, ऊ त्यो के भन्छ, बकुला हेर, टङरङ्गे। गाइसहरू चाहिँ यहाँनिर फोटो खिच्नलाई होइन। यस्तो हेर न, बाँदर्नी। ऊ चाहिँ फेरि नम्बर 1 बाँदर्नी हो नि त फेरि। चढ माथि चढ। बाँदर्नीको फेरि चप्पल पनि, खै चप्पल देखाइदिउ तिम्रो। यस्तो चप्पल तिम्रो चप्पल देखाइदेऊ न यस्तो गरेर। फोटो के को कुरा नि, यहाँ युट्युबमै क्याप्चर हुन्छ हेर। ओए फोटो खिच्दै अरे हो, राम्रो। तिमीले फोन लिएनौ जा अब देखिन। हग्नु बस्यो है। लु हिँड, ओए नजानु, छिटो न। कति बज्यो? सब बन्द हुने बेला भयो। म चाहिँ के खानु, अनि तिमीहरू खाना खायो, मलाई मन करेन्ट किन्ने क्या। ओए कति बज्यो हौ? तिम्रो सबै त्यो कुरा। आमामा यस्तो घाम छ। स्पिड रनिङ स्पिड।
भिडियो बनाउँछ कुद्दैछ 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 काममा जाँदा पनि यस्तो के भनौँ यस्तो बोरिङ हुन्छ ड्युटीमा हुँदा पनि अनि 1 महिनाको बल्ल तल 1 महिनाको हाफ दिनको के अरे ड्युटी पाएको त्यो पनि हामीले कटाउन यति गाह्रो भइरहेछ होइन गाह्रो त के भन्नु सुत्यो बस्यो बाहिर घुम्न जाऊँ भने यस्तो घाम छ यस्तो कडा घाम छ कोकोनट यस्तो कडा घाम छ अनि निक्लिनै मन लाग्दैन घुम्नै मन लाग्दैन साथीहरूले घुम्न जाऊँ भन्छ के गर्नु घुम्न जानु पनि कहाँ के यो आइल्यान्डमा यस्तो खालको बाटोमा यस्तो खालको जङ्गलमा चाहिँ कहाँ चाहिँ घुम्न जानु अब के खानेकुरा लिएर किनेर खाएर हिँड्नु के अरे लिएर गएर जङ्गलमा गएर पार्टी खाऊँ भने पनि यहाँ अब पब्लिकमा खान पाउँदैन यो रमजानले गर्दाखेरि अहिले पुलिसहरूले कारबाही गर्छ होइन खालि घुमेर भन्छ हौ होइन यहाँ त घर छ नि त अनि छिटो बाटो काटेको थाहा हुन्छ क्या यताबाट अनि यो पनि हाम्रो रुम जाने रोड हो नि त यो भनेको नर्सरी जङ्गल हो फुलै फुलको बगैँचामा मेरी माया सेम छ त आकृतिको क्लिप र यो चाहिँ एउटा फुल के मागु यो धरतीसँग तिम्रो लागि गीत त फेरि खतरा आउँछ नि फेरि गीत गाउन केटी हो पैसा चढ्या हो कि छोटी उडेर घरहरू हेर्नुहोस् छैन भने राम्रोसँग बोक ल यहाँ अगाडिको क्लास छैन नि झऱ्यो भने त सक्यो यस्तो घाम छ अनि अनुहारमा अनि अनुहार किन नबिग्रोस् त अनि छाता ओढौँ भन्दा पनि छाता पनि बिगारेको छ एउटा छाता भात चारा छैन अब फाइनली यो चाहिँ घर आयो यो जङ्गल छोडेर चाहिँ अब घरै घर सानो सानो झुप्रे घर डान्स गर उसको त फेरि डान्स पनि यस्तो मात्रै हुन्छ नि वारे नाचो मुस्काउने तो बानी फाइनली रुम आइपुग्यो हामी चाहिँ धन्यवाद थ्याङ्क यू